हेलो एभ्रिवान, वेलकम छ मेरो मिनी ब्लगमा। आज चाहिँ छुट्टीको दिन भएको भएर मैले चाहिँ सेलरोटी पकाउने विचार गरेको छु। कस्तो लाग्छ तपाईँहरूले अन्तिमसम्म हेरेर कमेन्ट गरिदिनु होला है। अनि आज चाहिँ मैले त्यस्तो धेरै त होइन, अलिकति थोरै सेलरोटी पकाएर र अचार पकाएर खाने विचार। त्यसपछि सेलरोटीको हालत चाहिँ यस्तो भएको छ, हेर्नुहोस् है। तर हेर्दा त राम्रो छैन होइन र गाइजर, राम्रै छ। तपाईँहरू पनि खान सक्नुहुन्छ बनाएर। मैले त त्यस्तो धेरै केही हालेको छ होइन, त्यही चामलको पिठो, सुजीको पिठो अनि मैदा मिक्स गरेर केही त्यस्तो धेरै चिजहरू हालेको छैन मैले त। जे पनि मिठै छ होइन। अनि अचार चाहिँ मैले यही हो, काँक्रो अनि त्यसपछि गाजर, केराउ अनि त्यसपछि तिलको छोप अनि त्यसपछि तेल तताएर झैँया पारेर हालेको छु। अनि एकदमै मिठो भएको छ बनाउँदाखेरि चाहिँ। अब खाने बेलामा चाहिँ कस्तो हुन्छ थाहा भएन, तर अहिले चाहिँ एकदमै कस्तो टक्क भएको छ है। अनि यो काँक्रो गाजरहरू चाहिँ अलिकति लामो लामो भएको भएर अलिक मलाई मन नपरेको। अनि आधा जति चाहिँ लामो लामो छ, आधा जति चाहिँ मैले छोटो छोटो पारेर काटेको छु। हेर्दाखेरि अलिक कस्तो नराम्रो देखियो जस्तो भएको कि यो अचार चाहिँ। र फाइनल्ली यस्तो भएको छ मेरो सेलरोटी चाहिँ। तपाईँहरू पनि हेरेर अनि यसैमा चित्त बुझाउनु होला है। यति भन्दै मेरो आजको मिनी भ्लगलाई चाहिँ यही टुङ्ग्याउन चाहन्छु। धन्यवाद, धेरै धेरै धन्यवाद हेरिदिनु भएकोमा। बाई बाई।